हेलो साथीहरू, के छ खबर? सबैजना आरामै हुनुहुन्छ होला। आज चाहिँ हामी गाईघाट र केदारेश्वर मन्दिर जान लागेको। बिहान हेर्नु न यस्तो पानी परेर हैन, अनि रेनकोट ओढेर नि हामी चाहिँ जान लाग्यौँ गाईघाट र केदारेश्वर। अनि दिदी दुईजना अनि म, हाम्रो हालत चाहिँ यस्तो भयो गाइज। हेर्नुहोस् है, पानी परे नि मन्दिर जान भनेपछि चाहिँ हैन एकदम भित्री मनबाट आनन्द फिल हुन्छ नि त। त्यही भएर हामी चाहिँ स्कुटरमा पुग्यौँ। यति बेला चाहिँ हामी गाईघाट पुगिसक्यौँ गाइज। हेर्न कति कालो देखेको यहाँ त। लौ न, पानी परेर यस्तै भइरहेको थियो। अनि को कहाँ हुनुहुन्छ नि थाहा थिएन। हामी चाहिँ छाता नि बोकेर गएको थियौँ। अनि यहाँ चाहिँ हामी त ढिला गएको थियौँ। यति बेलासम्म त लगभग 10 बजिसकेको थियो हामी जाँदा त। हामी घरको कामहरू सबै भ्याएर अनि बच्चाहरूलाई स्कुल पठाएर गएका थियौँ नि त। अनि त्यसरी जाँदाखेरि चाहिँ अनि ढिला भइसकेको थियो। अनि त्यति बेला जाँदा पनि भिडभाड चाहिँ कम भएको थिएन है त्यहाँ चाहिँ। अनि हामी चाहिँ गाईघाट पुग्यौँ। हेर्नुहोस् होइन, भिड नै थियो। पानी परेको भएर अलि कम नै भएको होला। अनि अब हामी चाहिँ गाईघाट पुगेर अनि पूजा पहिला के भन्छ अरे जल हातमुख धोयौँ। अनि त्यसपछि पूजाको सामानहरू रेडी गर्न थाल्यौँ। हेर्नुहोस्, अनि त्यहाँ चाहिँ गणेश र शिवको मूर्ति आफैले बनाउने हो नि त। अनि त्यो आफैले बनाएर अनि पूजा गर्नलाई हामी चाहिँ यसरी रेडी भयौँ। पानी चाहिँ परिरहेकै थियो होइन, पानी चाहिँ बिदा भएको नै थिएन। दिदीले र मैले चाहिँ यसरी पूजा गऱ्यौँ। हामीले जस्तो जान्यौँ त्यस्तै पूजा गऱ्यौँ साथीहरू। अनि यस्तो भयो उस्तो भयो चाहिँ नभनिदिनु होला कृपया होइन। हामीले जस्तो जान्यौँ त्यस्तै गऱ्यौँ। हाम्रो मन शान्त भयो होइन। यसरी पूजा गर्दा हामीलाई आनन्द फिल आयो। अनि हामीले चाहिँ यसरी नै पूजा गऱ्यौँ अनि भगवानलाई ढोग्यौँ। अनि हाम्रो चाहिँ दिदीले पूजा गर्न हुन्थेन। दिदी चाहिँ हामीसँग साथी मात्रै जानुभएको थियो। अनि दिदीले सबै भिडियो चाहिँ दिदीले गरिदिनु भयो बिचरा है। साथी गए नि भिडियो बनाउन चाहिँ काम लाग्यो दिदीले। अनि खोलामा चाहिँ त्यहाँ साउन्ड केही सुनेको थिएन होइन। अनि पुरै यस्तो आवाज, खोलाको आवाजले केही नि बुझिन्न नि त, कोही बोलेको नबोलेको। अनि मैले दिदीहरूलाई जिस्काएर हाई भनेको, आएँ रे यहाँ फेरि। अनि कस्तो भयो भनेर सोधेको, राम्रो भयो भन्नुहुन्थ्यो। हेर्नु न है, यहाँ यत्रो ठुलो खोला छ नि त। अनि मैले चाहिँ यहाँ ओम र स्वस्तिक लेख्न बिर्सेछु क्या। अनि फेरि लेख्न थालेँ होइन। पूजा गरेर भ्याइसकेपछि अन्तिममा लेखेँ मैले चाहिँ। पहिल्यै लेख्नुपर्ने के अरे, मैले चाहिँ बिर्सेछु कि यो चाहिँ। अनि पछि लेखेँ। अनि हेर्नु है, मैले चाहिँ जस्तो जाने त्यस्तै पूजा गरेर आएँ आज चाहिँ। अनि तर पनि मन खुसी भइरहेको थियो। अनि यसरी पूजा गरेर आयौँ, पानी चढायौँ अनि भगवानलाई सबै कुराहरू काम भ्याएर आफ्नो खुसी हो नि त यो भनेको त होइन। अनि आज चाहिँ मेरो ड्युटी पनि छुट्टी थियो। अनि त्यसले गर्दा चाहिँ आनन्दले पूजा गर्न पाइयो नि त। अनि ड्युटी छुट्टी नभएको भए त फेरि गाह्रै हुन्थ्यो पूजा गर्न हामीलाई। अनि भ्याउन नि गाह्रो हुन्थ्यो नि त। अफिस 9 बजे जानुपर्ने भएपछि त अनि भ्याइँदैन। हामी चाहिँ त्यहाँबाट फर्क्यौँ। हेर्नुहोस्, केदारेश्वर आयौँ अब चाहिँ हामी होइन। यति बेला चाहिँ केदारेश्वर आइसक्यौँ। अनि केदारेश्वरमा आएर दिदीहरूलाई हाई भनेको। अनि यहाँ चाहिँ यस्तो रमाइलो हुन्छ होइन केदारेश्वरमा चाहिँ। पुरै गेटदेखि नै के एकदमै मेला लाग्छ कि, मेला लागे जस्तै हुन्छ, एकदम रमाइलो हुन्छ। अनि हेर्नु है, मैले सबै भिडियोहरू त बनाउन भ्याएन, तर पनि अलिअलि भिडियोहरू बनाएको छु। अनि मोबाइलमा भिडियो बनाउँथेँ होला मैले, मोबाइलमा चार्ज पनि भ्याइयो। अनि त्यसले गर्दा चाहिँ मैले कम भिडियोहरू नै बनाएको छु, धेरै बनाएन। अनि यता फेरि शिव पार्वती भनेर हिँड्नु भएको के, हेर्नु न होइन। सबैजना कति रमाइलो के, त्यो बोल बमवाला सबै हुनुहुन्थ्यो। अनि आजको दिन चाहिँ मैले यसरी नै बिताएँ हेर्नु, पूजा गरेर। अनि उता गएर रमाइलो भयो। अनि हजुरहरूको कस्तो भयो? आजको तेस्रो सोमबार होइन, साउनको अन्तिम सोमबार त आउनै बाँकी छ। अझै अन्तिम सोमबारमा त कति भिड हुन्छ होला मन्दिरहरू नि एकदमै। तर पनि जति भिड भए पनि यसरी पानीहरू जल चढाउन पाउँदा चाहिँ एकदम खुसी लाग्छ नि त होइन। आफू व्रत बसेर यस्तो गर्न पाउँदा त कति खुसी लाग्छ। मलाई चाहिँ एकदम धेरै नै खुसी लाग्छ यसरी चाहिँ। हेर्नु न है, कति भिड थियो, पानी त्यस्तै परिरहेको थियो झम। अनि हामीले चाहिँ पूजा गरेर धूप आरती गरेर आयौँ। बाइ बाइ गाइस, आजलाई।